आमा, आजसम्म केही ख्याल नै गरिन। तिमी पनि बुढी हुँदै गयौ। के आशा थिए होलान् म प्रति साँचेका आजसम्म कहिले सोधिन। आज पनि तिमीलाई केही उपहार दिन सकौँ, यस्तो औकात मैले बनाएको छैन। तिमीले त उही च्यातिएको फरियाका टालाहरूले बेरेर न्यानो ममताको स्पर्श दिँदै हुर्कायो मलाई। हेर न, मैले फुटेका तिम्रो हात पाउ निको बनाउने एउटा मलम किनेर दिन सकेको छैन। सधैँ अभाव अनि गुनासो सुनाउँदा मैले तिम्रो चाहनाहरू कसरी दम तोड्दा हुन्, सम्झिँदा पनि झसङ्ग हुन्छ मन। आफ्नो गाँस छाडेर मलाई चामल पठाइदिइरहँदा पेटको भोक कति दुख्दा हुन्। सानो छँदा देखेको तिम्रो कानको मुन्द्रा अब सानो भएछ आमा। तिमीले लाउने गरेको चोली अब त लाउनै नमिल्ने गरी फाटेछ। कसरी लुकाउँछौ कति छन् व्यथा भनी। हेर न, पीडाले छटपटिएर कहिले ननिदाउँछ तिम्रो आँखाले अब सधैँको लागि लगिदेला कि भगवानले भन्ने आश राख्न थालिसकेछ। थाहा छैन, तिम्रो लागि गुन्ने चोली किनेर उपहार दिन मलाई भाग्यले अनि तिमीलाई समयले साथ दिन्छ कि दिँदैन। तर निर्धक्क हुनु तिमी। जतिपटक हारौँ म तिम्रो दुःखको मजाक बन्न दिने छैन। मजाक बन्न दिने छैन आमा।